एक्सरसाइज पनि नगर्ने, खानपिनमा पनि नियन्त्रण नगर्ने हो। यसले मानसिक रूपमा मान्छेलाई के बनाउँदछ त भन्दा अब हामी घोप्टे जिन्दगी बिताइरहेका छौँ हैन। त्यो घोप्टे जिन्दगी मोबाइल नभइकन नहुने हैन, त्यो भई नभई बाँच्नै नसक्ने। त्यसले यति मात्रै होइन, मान्छे शारीरिक, मानसिक र मुख स्वास्थ्यलाई त ध्वस्तै पारेको छ। मुख स्वास्थ्यलाई पनि हो। मैले सिम्पली यति भन्दछु, मुखलाई हेरचाह गर्न कम्तीमा पनि बिहान बेलुका ब्रस गरिदिनुस्, दाँतका 5 भाग सफा हुने गरी ब्रस गरिदिनुस् र यदि तपाईले र ब्रसलाई प्रपर ढङ्गबाट, सही ढङ्गबाट ब्रस गर्ने टेक्निकलाई सिकिदिनुस् र 3 महिनादेखि 6 महिनाभित्र डाक्टरलाई देखाउनुस्।